हामीलाई बाँधेर गयो अहिले छोडिएको यसरी आज हाम्रो मादिको तिरको रोपाइँ हुँदैछ। बुवा र अङ्कलहरू यहाँ चट्ट कान्लो मिलाउँदै हुनुहुन्छ। आमाहरूको टोली उता रोप्दै हुनुहुन्छ। स्यान्दाले बिउ ओसार बसार गरिरहनु भएको छ। अङ्कल र भाइ भएर मजाले जोत्दै हुनुहुन्छ। र अनि पश्चिम जलविद्युत आयोजनाको त्यो सब स्टेसन मध्य नेपाल नगरपालिका भोर्लेटार 6 लमजुङ अनि तपाईँहरूले यहाँ नजिकै देख्न सक्नुहुन्छ। मादी नदीको किनारमा अवस्थित ल अङ्कल अलि मजाले जोत्नु पर्यो। छिटो यहाँ ढिलो भयो। ट्र्याक्टर मात्रै प्रयोग गर्नु भयो। तँ पनि हो तलका नि माटो चल्दैन क्या अहिले।